शट प्रहार जसको फाइदा भैरव महावीलाई 10-6 सर्भिस भैरव महावीको तर्फबाट शट प्रहार आउट गयो बल जसको फाइदा खरुवा महावीलाई भएको छ 7-10 सर्भिस खरुवा महावीको तर्फबाट जर्सी नम्बर 6 बाट पुनः भैरव महावीको शट जालीमा लायो एकछिनपछि आउ जङ्गल बस्नु हजुर के रे अलि साह्रो बोल्नु न एउटा झोला ल्याएर आउने सर्भिसमा खरुवा मावि जर्सी नम्बर 6 म त अर्को कानै घरतिर लान्छ भेटेन खरुवा माविले फेरि पनि आफ्नो खातामा 1 अङ्क थप्दै 10 पुर्याएको छ भने भैरव माविको पनि 10 बराबर उत्कृष्ट स्पाइकका साथ भैरव माविले आफ्नो खातामा 1 अङ्क थपेर 11 पुर्याएको छ भने खरुवा माविको 10-11-10 सर्भिसमा जर्सी नम्बर 7 यत्रो ज्यानल फुर्तिलो आइसक्यो लाग्छ आज खानु हजुरले केही चनासँग खानु आज खानु खरुवा माविले आफ्नो खातामा 1 अङ्क थपेर 11 पुर्याएको छ भने भैरव माविको पनि 11 बराबर सर्भिसमा खरुवा माविका जर्सी नम्बर 5 खरुवा माविले फेरि पनि आफ्नो खातामा 1 अङ्क थपेर 12 पुर्याएको छ भने भैरव माविको 11-12-11 लगातार अङ्क थप्दै खरुवा माविले आफ्नो खातामा 1 अङ्क थपेर 13 पुर्याएको छ भने भैरव माविको 11-13-11 फेरि पनि खरुवा माविले आफ्नो खातामा 1 अङ्क थपेर 14 पुर्याएको छ भने भैरव माविको 11-14-11 सर्भिसमा खरुवा माविका जर्सी नम्बर 5 उत्कृष्ट सर्ट थियो तर आउट हुनको फाइदा खरुवा माविले आफ्नो खातामा 1 अङ्क थपेर 15 पुर्याएको छ भने भैरव माविको 11-15-11 फेरि पनि खरुवा माविले आफ्नो खातामा 1 अङ्क थपिसकेको र 16-11 के हो त नि भैरव मावि ल ब्रेक टाइम है ब्रेक टाइम सन्दीप भाइ
यहाँ लाइभमा एक दुईजना हुनुहुन्छ होला भैरव माविले 1 सेट ल्याएको छ अनि खरुवा माविको 0 सेट छ अहिले चाहिँ खरुवाको 16 भैरवको 11 छ 67औं वार्षिक उत्सव तथा अभिभावक दिवसको प्रथम दिनको कार्यक्रम सुरु भएको छ जसमा भलिबल गेम अन्तर्विद्यालय स्तरीय भलिबल प्रतियोगिता चलिरहेको छ जसमा खरुवा मावि र भैरव मावि बीच को यो गेम चलिरहेको छ भने गेम भैरव माविले जितेको छ र यो दोस्रो गेम चलिरहेको भैरव माविले आफ्नो खातामा एक अङ्क थप्दै 12 पुर्याएको छ भने खरुवा माविको 16 12 16 अनाउन्स गर्ने के झुक्यो अरे स्कोर मात्रै भन्दिने रे ट्याक ट्याक भैरव मावि यति खरुवा मावि यति हैन ट्याक ए माथि लाइभ उसले त स्कोर भनिदिनु पर्छ नि त युट्युबमा यति ला भनेर यहाँ देख्ने कुरो भएन 13-16 सर्भिसमा जर्सी नम्बर 1 उही नवाका केटा मासु लान हुन पर्यो नि के मासु लगाऊ भने विदेश पलायन नभएको दिने भएन तर यो पुरै लागि त हामी यति देखियो उत्ता फर्कासी बल्ल बराबर आउँछ यति हैन कोन केही न हामीलाई केही फाइदा छैन खेलाडीले क्लिप काट्ने होला नि गरे आफूले हुन्छ नि अब एकछिन पछि गएर घर गएर चेक गरेर क्लिप काट्छन् भैरव माविले आफ्नो खातामा 1 अङ्क थपेर 14 पुर्याएको छ भने खरुवा माविको 18 14 18 सर्भिसमा भैरव माविका जर्सी नम्बर 8 न बडम कता छोड नतिर नि भैरव माविले लगातार अङ्क थपेर 15 पुर्याएको छ भने खरुवा माविको 18 15 18 सर्भिस मिस्टेक नम्बर प्लस भयो त नभन्नु त नभन्दिनँ अन्त कस्तो फेरि पनि भैरव माविले आफ्नो खातामा 1 अङ्क थपेर 16 पुर्याएको छ भने खरुवा माविको 19 16 19 सर्भिसमा भैरव माविका जर्सी नम्बर 6 त्यस्तो थाहा जानमा भडक आइछ 17 19 भैरव मावि 17 काको 19 फेरि पनि भैरव माविले आफ्नो खातामा 1 अङ्क थपेर 18 पुर्याएको छ भने खरुवा माविको 19 18 19 पागलै हुन्छ माछा कस्तो हात कामी कहाँ देखाउने थाहा नि थियो त्यसै झन्डा खाएको थियो ठिक छ भाइ हो ठिक छ राम्रो छ 19 बराबर
एकजना दिपा दिदी दिपा दिदी हो दिपा दिदी लाइभ दिपा दिदीले मात्रै हेर्नु खै यो भाइले बरु बसेर सक्ने हैन यसको म्याचिङ म यो बराबर 20 खुला माविको पनि 20 आफ्नो खातामा एक अङ्क थपेर 21 पुर्याएको छ भने भैरव माविको 20 21-20 सर्भिसमा जर्सी नम्बर 8 अब यता आयो भने काम पर्छ आँखाले माविको पनि 22 खलुवा माविको पनि 22 सर्भिसमा टिम क्याप्टेन हजुर ल परिनु न यहाँ भलिउम भ्याइसक्यो आइ हामी 22-23 भयो ल 22-23 भयो आएर रुक्नु भाडा नहाल्नु त्यसै राख्नु आफ्नो खातामा एक अङ्क थपेर 23 पुर्याएको छ भने खलुवा माविको पनि 23 बराबर सर्भिसमा जर्सी नम्बर 7 आशिष आती नहीं चल चेक पोइन्ट पा भैरव मावि सेट खाली त्यही हुन्छ खलुवा माविले फेरि पनि आफ्नो खातामा एक अङ्क थपेर 24 पुर्याएको छ भने भैरव माविको पनि 24 बराबर अब एक नम्बर यता गरेर ल्याउँछ जित्छ 26 नम्बर दुई अघि जा भाइ उडेर आज उडेर एक नम्बर भयो माइकिङ सेक्समा हेरौँ यही बेला माइकिङ ओ हानो बाकी
भैरव माविले यो गेम जित्न सफल भएको छ र भैरव माविले गेम जितेको छ र भैरव माविले अरू गेमको पनि हार्दिक शुभकामना दिँदै हामी भैरव माविले पनि राम्रो खेलेको भैरव माविले गेम चाहिँ जितिसकेको छ है। ल बाई बाई गाइज।